मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले। अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ। अब मान्य हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो है। यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन, उस्तो कानुन बनेन भनेर गुनासो गर्ने भन्नुभयो, उहाँ नै जानुभएछ। बनेकै छैन त गुनासो नगरेर के गर्ने त? यो अहिलेसम्म बनेको भए मैले भने नि जिरो छ, जिरो छ अहिले। त्यहाँ अहिले हामीले केही खर्च गर्नु पऱ्यो, 10-20 रुपियाँको 100-200 केही किन्नु पऱ्यो भने नि खोल्तीबाट किन्नुपर्ने छ। किनिरहेको छ क्या अहिले पनि, किनभने कानुनै छैन। अब साउन 1 गतेदेखि त्यो जुन छ, अब आर्थिक वर्ष सुरु हुन्छ साउन 1 गतेदेखि। अब त्यहाँ चाहिँ अब अरू मन्त्रालयहरू त तपाईँहरूको कानुन छ, के छ तपाईँहरूले खर्च गर्न सक्नुहुन्छ। हाम्रो त कानुनै छैन। त्यो कानुन नबनेसम्म हामीले आफ्नो खल्तीबाट खर्च गर्ने पक्का हो। यो गर्छु पनि आवश्यक चिजहरूमा। त्यसैले यो गुनासो गरेको होइन, वास्तविकता मैले चाहिँ भनेको हो र यो गराउनै पनि पर्छ र अहिलेको यो चाहिँ आवश्यक के अरे खाँचो पनि हो र यो अबन्डाको बजेट राख्ने होइन भन्नुभयो। अर्को मान्यज्यूले पनि भन्नुभयो। अब अबन्डा भन्ने शब्द मलाई यो कण्ठ गर्न दुई दिन लाग्यो होला सायद। यो शब्द सुनेकै थिएन त मैले। उहाँ सचिवजीले भन्नुभयो अबन्डामा यति पैसा छ भन्नुभयो। के हो अबन्डा भनेको? भनेको यस्तो यस्तो हो भन्नुभयो। अनि मैले त्यो शब्दलाई त्यो कण्ठ गर्नलाई कण्ठ गरेँ। अनि अलि बेलुकातिर त बिर्सिन्छु फेरि। अनि त्यो शब्द के भन्नुभएको थियो त्यो भन्नुहोस् त भन्नु, उहाँलाई सोध्नु पऱ्यो मैले। अनि त उहाँले भन्नुभयो, फेरि सम्झेँ है, ल अब कण्ठ गर्छु भने मैले कण्ठ गर्छु भनेको फेरि भोलिपल्ट त बिर्सिन्छु। हेर्नु, बल्ल यो अबन्डा भन्ने शब्द बल्ल कण्ठ गरेको छु मैले है। यो किन कसरी खर्च गर्ने के अरे छुट्याइयो भन्ने कुरा के हो भने, अब मन्त्रालयमा चाहिँ के छ त भन्दाखेरि मन्त्री भएको 26 गते, अनि बजेट आएको 15 गते। कसले चाहिँ त्यहाँ चाहिँ त्यो फेरि शिक्षा मन्त्रीज्यूले शिक्षा मन्त्रालयलाई थाहा थियो अब यो छुट्टिएर जान्छ, अब हामीले के बनाउने भन्ने पनि भयो होला होइन। त्यस कारणले त्यो कार्यक्रमै छैन, ऐन कानुनै छैन, के को आधारमा चाहिँ बजेट के अरे उ गर्ने। त्यस कारणले यो चाहिँ अबन्डा त्यसरी राखिएको होला भन्ने हो। अब यसको नियम कानुनहरू के छ? अब यो मैले अघि भने यो कानुन नबनाएसम्म त यो 1% यो 4 अरब रुपियाँ पनि बढी भयो भनेको कारण वास्तविक कुरा हो क्या। मैले ठट्टाको कुरा गरेको होइन अहिलेलाई, यो वर्षलाई। तर यो सबै कानुनहरू बनिसकेपछि 1 अरबले यो 1%ले पुग्दैन। 2%, 3%, 4% जान्नुपर्छ। अब अर्को वर्ष हेरौँ कति कानुन बन्छ। अर्को दोस्रो वर्षमा सायद सकभर 2% बढाउने हो। त्यसपछि तेस्रो वर्षमा 3% बढाउने हो। त्यसो गर्दाखेरि कति हुन्छ? 12-13 अरब रुपियाँसम्म जान्छ। त्यतिले पुग्दैन के। मैले भनेको मेरो माग त पहिल्यैदेखि छ। पहिल्यैदेखि के छ भनेदेखि जिडिपीको 1% कम्तीमा विकसित देशहरू बनाउने हो नि, हो कि होइन? कि विकसित देशहरू नबनाऊँ भन्यो भने ठिकै छ, सबैले तपाईँको सल्लाहले नेपाललाई एउटा विकसित देश नबनाऊ भन्ने हो भने त्यो बजेट सर 1%, 2% छोडिदिउँ। विकसित देश बनाउने, सबैलाई बाटो बनाउने, सबैलाई के बनाउने भन्ने पनि चाहिने, अनि पैसा खर्च गर्ने डराउने। 1% त मिनिमम, जिडिपीको 1% त मिनिमम हो। अहिलेको सालमा तपाईँले जिडिपीको 1% छुट्याउनु पर्यो भने कति पर्छ? 50 अरब पर्छ। किनभने नेपालको जिडिपी 50-60 खरब कति छ? यस्तै 66 अरे। ल मैले पनि थाहा छैन, मलाई 50-60 होला भनेको 66 रहेछ। 66 अरब छुट्याउनु पर्छ नि।